हेलो साथीहरू सबैजनालाई दर्शन। आज चाहिँ म आफ्नो स्कुल टाइमको फ्रेन्डलाई भेट्न जाँदैछु अनि त्यसको लागि चाहिँ थोरै मेकअप गर्न चाहिँ आउँदैन, तर पनि हल्का हल्का चाहिँ मैले आफूले जानेको हैन अरूले गरेको देखेको अनुसार चाहिँ अब मैले गर्दैछु। हेर्नुहोस्, फाउन्डेसन मस्कारा अनि यताउति लगाएँ हैन। म चाहिँ एकदमै एक्साइटेड भएको थिएँ नि त। म 2 महिना भयो नि त उसलाई नभेटेको हैन। अनि अब मैले चाहिँ कुनै पनि साथीहरूलाई भेटेको थिइनँ। अब एउटा साथीलाई भेट्दा पनि सबैलाई भेटे जस्तो हैन, कस्तो खुसी भएको थिएँ। अनि चाहिँ एक्साइटेड भएर मेकअप गरेँ। अनि अब गर्मी चाहिँ धेरै छ, त्यस्तो मेकअप गर्न पनि लागेन मलाई। अनि त्यही भएर हल्का हल्का मैले सक्ने जति गरेँ हैन। अनि मेकअप सेट गरेँ। अनि चाहिँ मैले आफ्नो सुट लगाएँ, यस्तो देखेको थियो फ्यामिली। अनि म घरबाट निस्केँ हैन। त्यसपछि रोडमा आएँ अनि थोरै हिँड्नुपर्ने थियो 10 मिनट। अनि मेरो वहाँ बस्ने चाहिँ म बस्ने बिपी चोकबाट। अनि त्यसपछि बिपी चोकबाट चाहिँ म जानुपर्ने तुलसीपुर चोक हैन। अनि म चाहिँ एक्साइटेड भएर छिटो छिटो गएँ हैन। मेरो साथी चाहिँ म आइसकेँ अनि भनेको थिएँ। फेरि अब एक्साइटेड भएर छिटो छिटो आएको। अब उनी चाहिँ ढिला गरेछ। अनि आएर अनि त्यहाँनिर एउटा पुलिसको ट्राफिकहरू बस्ने छ के। अनि त्यहीँनिर वेट गरिरहेको थिएँ। त्यति बेला झ्याप्प आएन हैन। अनि यस्तो खुसी भएर झ्याप्पै अँगालो नै हाल्यो भने खुसी भएर। अनि अब उसले क्यामेरादेखि चाहिँ पोज गर्न लाग्यो के। अनि उनी अनि उनको दिदीको साथी 3 जना आउनुभएको थियो। अनि म पनि, हामी चाहिँ यस्तो हात पकडेर हैन। अनि मस्त घुम्यौँ। अनि त्यसपछि हामीले फिल्म हेर्न जाऊँ न त भन्यौँ। अनि हामी हलमा आएको थियो। यो यहाँनिरको के हल हो ठ्याक्क बिर्सेँ मैले। अनि यहाँ आएर हैन अङ्कलहरूले अब यतिकै बस्यौँ। कहाँ हो के थाहा थिएन हेर्नुहोस् गाइजहरू। अनि त्यसपछि चाहिँ हामी मेरो साथी र म चाहिँ गयौँ भित्र। अनि त्यसपछि हामीहरूले मान्छेहरूलाई सोध्यौँ कि अब कसरी सोध्नुला भन्दै गएको थियौँ जान चाहिँ हैन। अनि गएर अनि हामी यहाँ माथि मथानो फ्लाइटमा चाहिँ काउन्टर रहेछ। अनि त्यो काउन्टर चाहिँ बन्द थियो। अनि हामीहरूले तल आएर अङ्कल आन्टीहरूलाई सोधेको त आज चाहिँ बन्द छ अरे। अनि ला के गर्नेला भन्यौँ। अनि अर्को हलमा पनि गयौँ हैन। अर्को हलमा पनि त्यस्तै ताला लागेको रहेछ। हेर्नुहोस् हैन, यस्तो स्याड फिल भयो फिल्म हेर्न जाने भनेको। अनि उनको स्वेटर भन्ने फिल्म चाहिँ हामीले हेर्न जाने भनेर प्लान गरेको थियौँ, त्यो भएन। अनि त्यसपछि त्यो नजिकै चाहिँ के पार्क लखन पार्क थियो। अनि त्यसपछि हामी त्यो भित्र गयौँ हैन। त्यहाँ भएका सामानहरू अनि त्यहाँ भएको स्टाइल गरेको डेकोरेसन सबै हेर्यौँ। अनि घुम्दै फिर्दै एकदम रमाइलो लाग्यो। अनि ट्रीहरूमा पनि एकदम सजाएर कलरहरू फर कलरहरू मस्त लगाउनु भएको थियो। अनि बस्ने पनि बनाउनु भएको थियो, लभ थियो अनि चुलुङ्गा पनि थियो। अनि हामी त्यहाँ इन्जोय गर्यौँ। एकछिन धेरै थकाइ लागेको थियो हिँड्दा। अनि चाहिँ हामी बस्यौँ हैन। अनि बसेर मान्छेहरूलाई हेऱ्यौँ। मान्छेहरू बसेर फोटासोटा खिच्दै हुनुहुन्थ्यो हैन। मस्त हेऱ्यौँ आनन्दले। हामी चाहिँ रुखको शीतलमा बस्यौँ, हावा खायौँ हैन, एकछिन रेस्ट गऱ्यौँ। अनि त्यसपछि चाहिँ हामी गयौँ। अब दिदीले भन्नुभयो लास्टै गर्मी छ, आइसक्रिम खाऊँ न त भनेर। अनि हामी पनि हुन्छ भन्यौँ। हामी चाहिँ मेरो साथी र म चाहिँ अनि गयौँ आइसक्रिम ल्याउन हैन, हेर्नुहोस्। अनि त्यसपछि त्यहाँ चाहिँ एउटा हजुरआमाले चाहिँ आइसक्रिम बेच्दै हुनुहुँदो रहेछ। अनि हामीले लिएर आयौँ। ल्याउँदा जस्तो त गलिसकेको थियो गाइज, तर पनि बल्ल ल्यायौँ। अनि ल्याएर चाहिँ मिठो गरेर लग्दी चाटेर खायो हैन। अनि त्यसपछि चाहिँ दिदीको चप्पल चुट्यो। अनि दिदीको चप्पल चुटिसकेपछि हामी चप्पल पसल आयौँ। चप्पल पसल त ठ्याक्क नभनौँ, त्यो कस्मेटिक सामान जे होस् थियो सबै कुरा। त्यहाँ गएर चाहिँ हामीले सामानहरू हेऱ्यौँ। अनि त्यसपछि चप्पल किन्यौँ। त्यसपछि हामी हिँड्दै गएर चाहिँ एउटा रेस्टुरेन्टमा पुग्यौँ हैन, होटलमा।
अनि हामी त्यसभित्र गयौँ अनि त्यहाँ बसेर चाहिँ हामीले अर्डर गऱ्यौँ। मेरो साथी चाहिँ भेज होइन, अनि त्यही भएर हामी चाहिँ चिकन मोमो खायौँ हामीले। अनि त्यसपछि मेरो साथीले चाहिँ भेज मोमो खाइन् होइन। अनि त्यसपछि हेर्न सक्नुहुन्छ हजुरले इन्जोय गर्दै टिकटक बनाउँदै खायौँ, पालै भिडियो बनाउन पठायौँ होइन। अनि एकदम रमाइलो भएको थियो गाइजहरू, हेर्न सक्नुहुन्छ। अनि हामीले फाइनली सक्यौँ पनि। त्यसपछि चाहिँ हामी लाग्यौँ अनि लखन पार्क पुग्यौँ हामी त्यहाँदेखि। सरी लखन पार्क भन्ने आएछ के अरे भाइरल फुल भएको ठाउँमा कि। अनि त्यहाँनिर पुग्यौँ होइन। त्यहाँ जाँदा त ओ माई गड क्यामराम्यान चाहिँ एकदम धेरै के होइन। उसले यता हो नानी, उसले यता हो बहिनी भनेर बोलाएको छ होइन। बल्ल एउटा मान्छेलाई चुज गरेर चाहिँ एउटा दाइलाई होइन। अनि क्यामेरा मगायौँ, त्यसपछि भिडियोहरू गरायौँ। अनि फाइनली हामी छुट्ने टाइम चाहिँ आयो होइन। अब उहाँहरूले बाई भन्नुभयो। उहाँहरू चाहिँ उता अपोजिट, मेरो चाहिँ अपोजिट साइडमा जानुपर्ने। अनि हामीले लास्टमा हक गऱ्यौँ अनि मैले छुट्टी लिएँ, बिदा लिएँ अनि हामी छुट्यौँ होइन। अब अर्कोचोटि भेटौँला, घुम्न जाउँला भनेर हेर्न सक्नुहुन्छ उनीहरू जाँदैछन् होइन। यतिकैमा सकियोस्। थ्याङ्क यू। लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला।